वेलकम छ मेरो दाइको भ्लगमा। रज कार्की र सुदर्शन कार्कीको शुभ व्रतबन्धको कार्यक्रममा उपस्थित भएका छौँ। भर्खरै आइपुगेका छौँ र यतापट्टि चाहिँ व्रतबन्धको कार्यक्रम धमाधम चलिरहेको छ भने हामी यता वेटिङ एरियामा बसिरहेका छौँ। सरहरू यता बसिरहनु भएको छ। देख्न सक्नुहुन्छ, हजुरहरूले देख्नुभयो भएर फोटो क्लिक गर्दै हुनुहुन्छ। हामी यता छौँ है गाइजहरू काकासँग पनि। अनि दुईवटा चेलबुलेहरू हेर न, मेरो जुत्ता टेकेर होइन ए खुलेआम इज्जत लूट लिया मेरो। खड़े इज्जत लूट लिया इन लोगों ने। मुख दिखाने की लायक नहीं रहा। दुईजनाको साइकल अब तपाईहरुले टिका गाइज हामी खाना लागेको छौँ। आऊ न। हेलो गाइज, मैले चाहिँ खाइसकेँ। अब यहाँ रिस्तिकाले खानुहुन्छ। यहाँ बिहेको मण्डप हेर्न लाँदैछु म हजुर। यहाँ कार्यक्रम हुँदैछ, त्यहाँ डोरा लगाइहुँदैछ, त्यहाँ गम 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 खाँदै खाँदा अघिदेखि थाहा अहिले म उठाएन, अघिदेखि थाहा थपे नि त यस्ता रसिला तुलसीका ढक्काहरूबाट बेलुकीको सुरुवात गरिरहेको छु मैले। एकदमै निलो साथीहरू, हामी चाहिँ आफ्नै स्कुलको विद्यार्थीको शुभ व्रतबन्धमा पुरी तरकारी खाएर यो साँझको सुरुवात गर्दैछौँ। हजुरहरूको सुरुवात कसरी भयो? संसारको जुनसुकै क्षेत्र, जुनसुकै भूगोल, जुनसुकै प्रान्तबाट हेर्दै हुनुहुन्छ भने कमेन्टमा लेखिदिनु होला। हाम्रो च्यानललाई सब्सक्राइब लाइक गरिदिनु होला। धन्यवाद। यस्तै फन्नी भिडियो हेर्नुहुन्छ भने लाइक कमेन्ट सेयर गरिदिनु होला। यो चाहिँ सर्टमा हाल्नुपर्छ। तपाईँको प्रिय मान्छेले दिनुभएको है यो फ्लावर। हाम्रो घरेस बारीमा फलेको यो घिरौलो तर यो सुकेर एउटा झुस भइसकेको छ। तपाईँहरूले घरमा लगेर यसलाई निमोठेर यसको बाहिरको बोक्रा लगेर यसलाई झुस बनाउन सक्नुहुनेछ। यसलाई यदि योभन्दा अझै धेरै फलाउन चाहनुहुन्छ भने यसको भित्र बोटको दाना पनि हुन्छ, सक्नुहुन्छ।